साथीहरू, आज हामी पढ्छौँ मियोसिस बारे। अस्तिको भिडियोमा मैले तपाईलाई माइटोसिस बारे भनेको थिएँ। आज चाहिँ मियोसिसको पालो। सो मियोसिस भनेको रिडक्सनल सेल डिभिजन हो। मियोसिसमा हुने भनेको के हो? जुन डटर सेलहरू बन्छ, कतिवटा बन्छ? 4वटा डटर सेल बन्छ। एउटा सेलको मियोसिसबाट 4वटा डटर सेल बन्छ। एन्ड त्यो डटर सेल कस्तो हुन्छ? क्रोमोजोमको नम्बर चाहिँ प्यारेन्ट सेलभन्दा हाफ भएको हुन्छ। Daughter cells will have half number of chromosomes to that of parent cell. So, meiosis कस्तो खाले सेलहरुमा हुन्छ त? जुन सेलमा इभन सेट अफ होमोलोगस क्रोमोजोम हुन्छ। फर एक्जाम्पल 2n भयो और 4n भयो 6n भयो, तर इभन सेटमा हुनु पर्यो। ह्याप्लोइड सेलहरुमा कहिले नि मियोसिस हुन सक्दैन। सो मियोसिस दुई टाइपको हुन्छ, मियोसिस फर्स्ट एन्ड मियोसिस सेकेन्ड। मियोसिस फर्स्ट भनेको चाहिँ रिडक्सनल सेल डिभिजन नि भन्छ। एन्ड मियोसिस सेकेन्ड भनेको इक्वेसनल। मियोसिस फर्स्ट र मियोसिस सेकेन्ड दुईटै चाहिँ प्रोफेज फर्स्ट, मेटाफेज फर्स्ट, एनाफेज फर्स्ट एन्ड टिलोफेज फर्स्टमा डिभाइड भयो मियोसिस फर्स्ट। एन्ड सेकेन्डमा चाहिँ दुईटैमा सेकेन्ड हुन्छ। सो प्रोफेज फर्स्टमा के हुन्छ भन्दाखेरि प्रोफेज फर्स्ट भनेकै सबभन्दा लङ्गेस्ट स्टेज हो। यो चाहिँ लास्टै लामो हुन्छ एन्ड यसको स्टार्टिङ यसलाई नै 5वटा सब क्याटेगोरीमा डिभाइड गरेको छ। फर्स्ट इज लेप्टोटिन। लेप्टोटिनमा जुन हाम्रो क्रोमेटिनहरू छ त्यो चाहिँ सँगै आउँछ र एउटा बुकेट जस्तै स्ट्रक्चर देखिन्छ। जुन फ्लावरको बुकेट हुन्छ त्यस्तै स्ट्रक्चर देखिन्छ र यसलाई बुकेट स्टेज भनिन्छ। नेक्स्ट इज जाइगोटिन। अब हाम्रो यो सँगै आउने यो क्रोमेटिनहरू अब चाहिँ दुईको पेयरमा देखिन थाल्छन् र यो पेयरलाई सँगै ल्याउने एउटा कम्प्लेक्स फर्म हुन्छ। त्यो कम्प्लेक्सलाई साइनेप्टोनेमल कम्प्लेक्स भनिन्छ। यो साइनेप्टोनेमल कम्प्लेक्सले होमोलोगस क्रोमोजोमहरूको पेयरिङ गरायो। एन्ड साइनेप्सिस हुने भनेको यही स्टेजमा हो। साइनेप्सिस भनेको के भयो? यही बाइभ्यालेन्ट यो दुईटा जुन छ यसको फर्मेसन भनेकै साइनेप्सिस भयो। बाइभ्यालेन्ट भनेको अब चाहिँ यहाँनिर हेर्नु दुईटा देखेछ नि, त्यही भएर यसलाई डायड भयो। नेक्स्ट इज प्याकेटिन। प्याकेटिनमा हुन्छ बाइभ्यालेन्टको अब टेट्राड फर्मेसन हुन्छ। यसरी क्रोमोजोमको क्रोमेटिडहरू राम्रै देखिन्छन् एन्ड क्रोमेटिडहरूको बिचमा क्रसिङ ओभर हुन्छ। क्रसिङ ओभर कस्तो क्रोमेटिडहरूको बिचमा हुन्छ? एउटै क्रोमोजोमको क्रोमेटिडहरूलाई चाहिँ सिस्टर क्रोमेटिड भन्छ, वेयर एज होमोलोगस क्रोमोजोमकै सँगै हुने यो क्रोमेटिडहरूलाई नन सिस्टर, जस्तै यो एन्ड यो मैले एउटा रेड पेनले देखाएको एन्ड एउटा ब्ल्याक पेनले देखाएको, यसलाई नन सिस्टर क्रोमेटिड भन्छ। यिनीहरूमा क्रसिङ ओभर हुन्छ एन्ड जिनको एक्सचेन्ज हुन्छ। नेक्स्ट इज